के भएर ब्रो ल झ्याप्पै रोक्यो क्या उसले कस्तो ल दाइ के भएर दाइ कस्तो झ्याप्पै रोकिरहेछ दाइ के गरिरह हामी भागेछ दाइ भागेछ नभागिकन किन तपाईँ दादागिरी चाहिँ किन गरिरह भागेको त छैन नि त आन्टी हामी भागेको छैन नि त होइन भागेको छैन यार कुरा गर्दैछ नि त यहाँ कुरा गरिन्छ नि त खै ब्रदर के भयो झ्याप्पै रोक्यो उसले पनि थाहा नै भएन क्या झ्याप्पै रोक्यो क्या उसले पनि हामीले ठोक्छौँ भनेर त कुदाउँदैन नि त होइन भागेको पनि छैन नि त दाइ मेडिकल कहाँ छ मेडिकल हिँड न भाइ ईश्वर थाना टेंगल थाने थाने थे जान त्यता वरिपरि छैन दिदी मेडिकल हामीले नै जान ठुक्छु भनेर त होइन उसले नै झ्याप्पै रोक्यो अब हामीले नै कुदाइरहेको थियो यो बाटोमा अब पछाडिबाट लागि त हाल्यो साइड लाइट बालेको थियो तर अलिक ढिलो बाल्यो क्या उसले पनि अब उसले नि स्पिडै कुदाइरहेको थियो एक्कासी साइड लाइट बालेर भित्र चेपी त हाल्यो स्पिडमै सरी यार ब्रो जाने त गरे होइन तिमीले नै झ्याप्पै साइड लाइट बाल्यो क्या हिँड नि त मेडिकल हिँड उठ र कहाँ छ गयो त वरिपरि यताबाट चाहिँ आउँदाखेरि दाइ बाइक मेरे चकाउन मलाई एकदम स्पिड छ जिरा छियाउने चाबी चाहिँ दिनु न आन्टी म जाँदिनँ कहीँ जाँदिनँ म उसलाई ऊ हेरेरै मात्रै जान्छु त्यसो गर्दिनँ म नम्बर दियो न फोन नम्बर क्या छ सँगै जाने हो नि त्यो चाबी ल्याऊ होइन चाबी मै राख्छु होइन म कहीँ जाँदिनँ म आफै रोकेर बस्यो दाइ आफै रोकेर बस्यो फेरि गयो भने जाँदैन दाइ जाँदैन विश्वास गर्नु जाँदैन कस्तो दाइ बाइक भित्र हो नि कहीँ जाँदैन क्या दाइ तपाईँ के अत लिइरहनु म आफै रोकेर बसेको मान्छे हो क्या मैले पनि जान्दैन ठोक्छु भनेर त ठोकेन जाउँला म नि जान्छु दाइ म राखौँला नि साइडमा राखौँला बाइक अन्त सँगै जाउँला नि ट्राफिक